I found a love for me. Darling, just dive right in and follow my lead. सुकृतं विभर्ति अपा गृहमात्रे स्वगृहमात्रे इदं नमः ओम ओम शंकरा ममैखण सर्वलोकं मैखण ओम महालक्ष्मी महालक्ष्मी इदं नमः ओम अम्बे अम्बिके बालिके नकाम्बी निवासिन नमः ओम चण्डे स्वचण्डे इदं नमः सतभारेण सुप्वा कामधुक्ष ओम वास्तुदेवाय स्वाहा इदं वास्तुदेवाय नमः नरदिशाभ्यः ओम भूमिदेवाय स्वाहा भूमिदेवाय इदं नमः ओम यत्सवजत्सवाय यदिन्द्रिये यदेनातारमिन्द्रमुदितारमिन्द्रगुं हवे हवे स्वभगु सुरच्च पृथिवी मनोये अन्तरिक्षे स्वाहा इदं तीर्थराजाय नमः ओम नम दक्षिण ओम प्रतेन दीक्षामाप्नोति दक्षे दीक्षयाप्नोति तदिभ्यः स्वाहा इदं पुनर्दिक्पालेभ्यो नमः ओम अग्ने पक्ष्यति वायोन्यम त्रयोदश ओम तिथिभ्यः स्वाहा इदं तिथिभ्यो नमः बाबू समीर आल्ने एउटा दिता ओम नक्षत्रेभ्यः स्वाहा नक्षत्रेभ्यः स्वाहा स्वाहा चन्द्राय स्वाहा सूर्याय स्वाहा रश्मिभ्यः स्वाहा वसुभ्यः स्वाहा मरुभ्यः स्वाहा विश्वेभ्यो देवेभ्यः स्वाहा इदं नक्षत्रेभ्यो नमः ओम योगे योगे समस्तरं बाजिक बाजे हवामहे सखाय हाम्रो नातिको बिहामा एकदमै रमाइलो भइरहेछ। हाम्रो नाति केनाडादेखि आएर यहाँ बिहा गर्न थालेको एकदम रमाइलो भइरहेको छ हामीलाई। हामी पनि चितवनदेखि आएको है नातिको बिहाको लागि। मामा पनि आऊ मामा बिहामा सानीमा हामीहरू सबैजना चितवनदेखि आएको है नातिको बिहाको लागि। हामी धेरै खुसी छौँ बाबुको प्रगति र बेहुलाको ठुलो मामा हो म पनि अस्ट्रेलिया सौभाग्यवश उनीहरूको परिवारको बिहामा अवसर हुन जुट्ने When I saw you in that dress, I can so beautiful. I don't deserve साह्रै नै खुसी भएको छ धेरै नै खुसी लाग्यो नमस्कार सबैलाई आज जेठो नाति सन्देश आचार्यको वैवाहिक कार्यक्रममा अनि सबै मामाको तर्फबाट सबै मामाहरू हजुरबा हजुरआमा भाइहरू सबै जम्मा भएर यहाँ कार्यक्रम गर्नबाट हामी अत्यन्त हर्षित खुसी भएका छौँ। हामीले काठमाडौँ दिएको नाति अनि क्यानाडाबाट आएर यहाँ खुसी लागेको छ। अनि विदेश गएपछि उतै पलायन हुन्छौँ कि आउँदैन कि हामी यो कार्यक्रम गर्न पाउनु कि भन्ने चिन्ता थियो, तर त्यो नभइकन हाम्रो संस्कार अनुसार सबै विधिपूर्वक यहाँ कार्यक्रम गर्ने उसको नि इच्छा भयो, हाम्रो नि इच्छा पुरा गरिदिए। यसको लागि बाबुलाई धेरै धेरै धन्यवाद आशीर्वाद दिने यो कार्यक्रममा बहुत बहुत खुसी लाग्छ। ओम हरि ओम विष्णुः राज्ञ्याः प्रवर्तमानस्य सकल जगत सृष्टिकार्यमत्यादि पूर्वोत्तर दिग्भागे गोकर्णेश्वर नगरपालिकान्तर्गतः लालीपुरास इति नामाख्य पुण्यभूमौ षष्ठी संवत्सराणां मध्ये कालयुगकरण मेषराशितेषु चन्द्रमसि मकरराशितेषु विनारणे सवितरि वृषराशितेषु देवगुरौ अन्येषु ग्रहेषु यथायथस्थानस्थितेषु सत्सु ग्रह विशेषण विशिष्टाय फलतिषु पुण्य बेलायां वर्ग गोत्रोत्तम सोमनाथ शर्मण तस्य अर्धाङ्गिनी दमयन्ती नाम्नी देव्या एतयो दम्पत्यो इदं पूर्णपात्रं
अन्नम प्रजापति दैवताकं यज्ञोपवीतं वनस्पति फलप्रदं यज्ञोपवीतं ब्रह्मदेवताकं कृता वीक्षण ब्रह्म कर्म कर्ते भारद्वाज गोत्राय छगन सर्वणे ब्राह्मणाय पूर्ण पात्र तेन तुभ्यमं समुप्रद्यते तस्सन्नमम। यसो उठाएर मलाई पूर्णमा राय पूर्णमेव वशिष्यते। यो उठाएर अब यो आउँछ कि हाम्रो यो हाम्रो हातमा दिनु ल हजुर दुईजनाले शिर जोड्नुहोस् और त्यहाँ उहाँले शिरमा छोड्नु भएको ओम मम यजमानस्य आयुकर्ता पुष्टिकर्ता प्रदायकर्ता ओम मम यजमानस्य आयुकर्ता पुष्टिकर्ता सदैव वरदो भव। उहाँलाई पनि ओम मम यजमानस्य आयुकर्ता पुष्टिकर्ता सदैव वरदो भव। बाहिर उहाँलाई छोडेर बाहिर सज्जन हो गरि नै भएको हुनाले यसलाई यज्ञान्त हुनाले अब हल्दी आदि कर्म त हिजो अस्ति कहिले गरिसक्नुभयो। हल्दी आदि अब आज हामीले ग्रह शान्ति गऱ्यौँ, पहिला आधिदैविक श्राद्ध गऱ्यौँ, दीप कलश गणेशको पूजा गरेर हामीले के गरौँ गणेश बटार्ने काम गऱ्यौँ। जसलाई त्योभन्दा अगाडि गरिने कर्म पनि छन्। मृदा हरण भनेको माटो हरण गर्ने काम पनि हुन्छन्। हाम्रा यस्ता शुभ मङ्गलहरूमा माटो पृथ्वीबाट माटोको हामीले के गर्छौँ मृदा हरण भनेर गर्दछौँ। र त्यसमा धान्य विकरण पनि भन्ने हुन्छ। 2टा कन्याद्वारा अथवा 2, 3, 5 कन्याहरूद्वारा हामीले मृदा हरण र धान्य विकरण गर्ने काम पनि गऱ्यौँ। र आमाहरूद्वारा हामीले के गरौँ भन्दा मोदक करणम मोदक लड्डु करणम हैन भने गणेशजी बटार्ने काम पनि हामीले गऱ्यौँ। त्यो गरिसकेपछि हामीले हवन आदि र सूर्य आदि गरेका नवग्रहहरूको पनि हामीले के गऱ्यौँ पूजा गऱ्यौँ। तिनीहरूको लागि दान आदि कर्म पनि गऱ्यौँ। र हामी त्योभन्दा पहिले हामीले गर्यौँ षोडश मातृका भनेर उहाँ शुद्ध गरेको तपाईँले अरूले नै बलि खाले बाबु यो पैसा उहाँलाई दिनु उहाँलाई दिनु ल। बलि प्रदान गरे हुनाले बाहिर छोड्या हुनाले हजुरलाई त्यो दिएको है ल। यो बाहिर त्यहाँ राखेछु ल, त्यहाँ पूजा गर्ने होइन हो बल्ल मजा होइन त्यहाँ बस्नु पर्यो। भोलि हाम्रो विवाह अरू कार्यक्रमहरू विवाहको अरू कार्यक्रम बनाउँदैछ र हामी त्यसमा समावेश भइरहेछौँ। म दुलाको ठुलो बाउ साइला बाउहरू हाम्रा सबभन्दा कान्छोको जेठो छोरा जेठो माइलो साइलो म चाहिँ साइलो परेँ र हामी त्यही विवाहको सन्दर्भमा हामी विवाह गर्न लागेका छौँ। रमाइलो वातावरण छ र छोरोलाई शुभकामना आशीर्वाद धेरै धेरै छ। हामी त मामा पऱ्यौँ म दुलाको जेठो दाइ सबभन्दा ठुलो दाइ हामी यो विवाहको लागि आज 7 दिन भयो। 7 दिन हामी बसेका छौँ। म तुलाको जेठो बुवा मेरो कान्छो भाइको छोरा जेठो दलदलेबाट दलदलेबाट आए। रमाइलो भइरहेछ। म चितवन घरबाट आएको तुलाको पुसाछु रमाइलो भइरहेछ। धन्यवाद विवाहको लागि हजुरले दुलाको चाहिने माइलो बुवा बोले हो होइन। आज चाहिँ शान्तिको कार्यक्रम भव्य रूपमा भइरहेको छ। ठिकै छ। गर्ग गोत्रोत्पन्न सोम नाथ शरवण
तस्य रमयति नामका एतयो दम्पत्योः आज कलश गणपति कर्म षोडश मातृका म दिदी भाइको बिहे भएछ रमाइलो हुँदैछ यहाँ यता पूजा गर्नुपर्छ कहाँ शान्ति जानेको दिदी आउनु यहाँ मेरो भाइको बिहा हो आज म जेठी दिदी हो भान्जी दिदी जेठी भान्जी बिहा म साइनो दिदी हो रमाइलो भइरहेछ है रमझम अब एकचोटि माथि रोटी कसारतिर कसैबाट टिकटकमा गर्नु पर्यो हामीले पनि हेल्प गरेछौँ अलिअलि यहाँ दुध चलाउँदैन सुन्दा भन्दै रुम लिएर तल खिचेर माथि राखेँ होइन जाने दिदी यहाँ दुध उम्लिसक्यो चलाउनु परेन अझै तले चला माइली दिदी बुहारी नानीलाई आइहाल माइजू हुनुहुन्छ भाउजू रमाइलो भइरहेछ है दुलाको भाइ दुलाको मामा त यहाँ छु के दिन ठुलो मामा सिकार हुन्छ है फोटो खेलेको सबै मिलाएको बिहान हो नि किचन ल्याएर यता किचन ल्याएर राख्नु रोटी यस्तो राम्रो बनायो रोटी हामीले बनाएको रोटी हो फेरि हामीले आफै पकाएको रोटी र हाम्रो हातले मिलाएको चाहिँ मैले है चाहिँ मैले हो बिहानभरि मैले पकाएको रोटी मैले हो यस्तो राम्रो रोटी बनाइरहेको छु सदा सर्वदा यस्तै रमाइलो हाँसेर खुसी रहनु पाइयोस् आशीर्वाद दिनुभएको छ यस्तो धेरै धेरै लागोस् दुलाको भाउजू देउरानी ल्याउने कति भन्नु खुट्टै छैन देउरानी सबैले हाई हाई भए सबको माया गरे बुवा आमालाई राम्रोसँग पाले तिमीले सिकाउनु पर्यो देउरानीलाई दुलाको भान्जी दिदी मलाई हेर्नु दुलाको जेठी भान्जी दिदी अरू भान्जी दिदीहरू कोही अस्ट्रेलिया कोही अमेरिका आउन पाउनु भएन हाम्रो जानकीलाई लेखेको रहेछ भाइको बिहा खानलाई सधैँ हाँसी खुसी रहे सौभाग्यवती भयो बा है हामी कान्छीछोरी नआएर हिजो अस्तिपट्टि भन्नुभएको थियो बल्ल भाइको बिहा रमाइलो भयो छोरीहरू सबै जम्मा भएर सौभाग्यवती भए आँटेको सदा सर्वदा खुसी रहे सुखी रहे एउटा रोटी पकाएर एउटाले मात्रै हुँदैन सबै मिलेर सुरुमा चाहिँ रोटी पकाउने हामी है एकजना मात्रै भएर रोटी पाक्दैन कुनै पनि हालतमा हामीले रोटी पकाएर बिहान कागज सिकायौँ भेली पनि कसर पनि पकाएर हामीले त गणेश पकाएर हामीले
कागरी सिँगार छन् विशेष एकदम छोरा निस्किने साइत छोराको एकदम शुभ मङ्गल होस् राम्रो होस् हामीले यहाँदेखि आशीर्वाद दिएर जीवन शुभमय होस् आशीर्वाद दिँदै यहाँ छोराको हाम्रो कागरी सिँगार छ हाम्रो फुपू यहाँ ठिक्क पार्न आइरहनु भन्छ एक नम्बर ठग त्यही हो भाइ आइरहेछ यो सबै हाम्रो दुलाको दिदीहरूले सिँगारेको गाग्री हो अनि यस्तो सबैजना हात लाउन मात्रै भोलि अब हात फुट्छ छोराको दुलाको भाइ भन न तिमीलाई के तिम्रो घर लक्ष्मी माता आउने कस्तो भइरहेको छ एकदम खुसी कसैले छोरा पाइदियो कसैले छोरी पाइदियो अनि ट्याक्क मेरो घरमा लक्ष्मी आउँदा त कति मजा ए अस्मि तिमी यो घरको भान्जी बुहारी सिङ्गल भान्जी बुहारी फेरि त्यो पनि इम्पोर्टेन्ट हाम्रो झोलीको देउता कसरी यिनलाई त हेर है ठग भने पनि यता त ठग नभन खाने भान्जा भान्जी हो के सात पुस्ता खाने ठग भने पनि भान्जीले त नभन है काकी त हो अनि है मेरो काकी भएर पो त यहाँ हेर न एउटै रगत एउटै उ अनि हाम्रो फुपू नभइकन तपाईँको अवश्य हुनु भएन होइन त हामीले फुपूलाई नदेखि तपाईँ काकी हुन भिडियो यो सन्देश छोराको बिहा हाम्रो काखमा हुर्केमा हस्पिटल मै गइदिउँ दन्दल गरेर लेक्चर चढाएर पनि मैले लैदिउँ अनि गाडी सिआरमै मै पर्ला हाम्रो सन्देश बाबुको बिहा फोटो हाली त मै हो त फोटो हाली त म हो कि म छोरो जन्मेपछि मान्छे आउने लसी त बुहारी नाति नातिना नाति सबै कति जानेका सानी साइल्यामा के हामी माइतीले पनि सन्देश र अनि बुहारी कृतिको दाम्पत्य जीवन सुखमय रहोस् सधैँ उज्जवल रहोस् जीवन हराभरा होस् हाम्रो घरमा टेकेपछि बुहारीको झनैभन्दा झनै राम्रो हुँदै जाओस् धेरै माया पाऊँ छोरी धेरै माया मिलोस् कसरी ठस्स झर्छ किन झर्दैन कि झर्दैन फोटो भिडियो दुलाको घरपट्टि धेरै भने हाम्रो खाइट गरेर सेनेमा मान्छेले हेर्नु बेला आहा भन्छन् दुलाको हाम्रो बस्छन् आहा भन्छन् कति रमाइलो
लक्ष्मी मा आउँदै हुनुहुन्छ दुलाकी आमा अब दिदीको घर लक्ष्मी माता आउँदैछिन् लक्ष्मी माता अब हिरा जस्तो छोरो पाउने एकदम कति जान्ने भएर अझै त माथि भने मेरो छेउछाउमा हजुरलाई कस्तो लागिरहेको छ त नि बुहारी भोलि आउने लक्ष्मी माता आउने हेर यो त तुलाको लागि इन्टरभ्यु लिन लागिहाल्छ भोलि लक्ष्मी माताको आगमन हुँदा कसलाई खुसी लाग्दैन र काममा व्यस्त हुनु पर्यो नि तुलाको त्यही भएर अनि कहिले काहीँ छुटेर केही हुन्न सबभन्दा खुसी देख्न पाउने होइन सबै लङ्सुमा लाइभ हाल्नु कति साथी नानी यसरी आउँथ्यो होइन यो पकाउनेलाई मैले नि पकाएको हो हात यो भान्जा राम्रो छ अन्टी हो यो दुलाको माइतीको अन्टी हो म अन्टी हो रेक्सामा बोकेर जाने मै सानोमा एकदम जेठो भान्जाको जेठो मामा मै हो मेरो बहिनी हो बोल्नु न के बोल्नु भान्साको बिहामा राम्रो राम्रो सेलरोटी बनेको छ हामी धेरै खुसी छौँ कस्तो रमाइलो हो भनेको आमा यहाँ त्यस्तै रमाइलो बाहिर त्यस्तै रमाइलो भाग्य सवारी हुन्छ हामी आन्टीहरूले कसरी बनाएर जानकी दिदी भान्जी त्यो घरको दिदी भान्जी है सिर्जनाले मम्मीले मास्क लाउनु भन्छ सानी साइला आमा
यति रमाइलो भइरहेछ राम्रो हुँदा देखाएको अरे उता हाम्रो भाइ मोहनी लगायो कहाँ बसेर हेरेकी थियो हाम्रो भाइलाई मोहनी लगायो हाम्रो छोरालाई भन्नु भाइ हाम्रो भगवती पौडेलको ठुली भाउजू हो यो चाहिँ कान्छी भाउजू हो अनि यहाँ चाहिँ दुईटा बस्तीको नाम नहो कि नमस्ते भाइ चाहिँ क्यामेरा अब एउटा नाति छोरी आउँछे सासूलाई नकेर छोराउँछे छोरीदा बुहारी आउँछे सासूलाई बुहारी आउँछे सासूलाई पकेर डुलाउँछे यो तुलाको भाउजू है यो घरको जेठी भाउजू अब म तल गएँ हाम्रो बुवाहरूलाई कस्तो लागिरहेछ हेर्नलाई गरिसकेको देखेको छु मैले र गरिसकेँ। अब हाम्रा यहाँ दाजुभाइ दिदी बहिनी दिदीका आफन्तजन स्वजनहरू र बुवा आमाहरू सबै मिलेर बाबुको विवाहलाई पूर्णता दिनका लागि र सिद्धि गर्नका लागि आफ्ना इष्टदेवताहरूलाई पूजा गरेर हामीले तल के गर्यौँ भन्दा पहिला विवाह दियो कलशको गणेशको पूजा गर्यौँ र हामीले गणेश पट्याउलीलाई यहाँ ल्याइन्जेलसम्म यो रहने भएको हुनाले यो हामी लक्ष्मी स्वरूपा पनि भन्दछौँ। उहाँलाई ल्याएर यहाँ भित्राउँदाखेरि र उहाँको विवाहको लागि यो पूर्वाङ्गको कर्म हामीले प्राय सकिसकेका छौँ। तल सबैजना बसेर जुन कसार बटार्ने काम पनि तल गरिराख्नु भएको छ। यज्ञादिको कर्म हामीले गरिसकेका छौँ र अन्तिममा हामीले यो भोलिसम्म गणेश हुनुहुन्छ, गणपति विघ्नहर्ता भनेर भनिन्छ र देवताहरूमा अग्र पूजा गरिने अग्रगण्य देवता गणपति आजदेखि अब सुरु भयो भन्दा हुन्छ। लोक कथामा के छ भने पहिला मान्छे थिए, अब मान्छेबाट अब पशुमा जाने भए। हुन त यो अन्यथा लिन खोजे होइन भने के हो भने यो चाहिँ के हो भने चारखुट्टे हुनुभयो, अब दुईखुट्टे हुनुहुन्थ्यो, अब चारखुट्टे हुनुभयो भोलिदेखि। त्यसो भएको हुनाले अब छखुट्टे नि बन्नुहुन्छ, केही वर्ष दिन लाग्ला, छखुट्टे नि बन्नुहुन्छ, आठखुट्टे नि होला। अब जे होला ती कुरा आफ्नो ठाउँमा छन्। भए पनि भगवानको कृपा बनिरहोस्, पितृहरूको आशीर्वाद लागोस् र बाबुलाई सदैव आफ्ना कुल मर्यादाहरूमा रहेर देवताहरूलाई पितृहरूलाई सदैव स्मरण गर्नुका साथै आफ्नो कार्यक्षेत्र कहीँ भए पनि देश स्वदेश या परदेश कहीँ रहे पनि उहाँको जीवन अथवा उहाँको दाम्पत्य जीवन सुखद रहोस् भन्ने कामना गर्दछु र उहाँको मन यति लागोस् आफ्नो कार्यक्षेत्रमा दृढ सङ्कल्पित भएर सच्चरित्रवान बनेर आफ्नो जीवनलाई उत्सर्गमा भनेको उन्नतमा पुर्याएर माता पिताहरूलाई कहिल्यै पनि मानसिक रूपले व्यावहारिक रूपले कहीँ उहाँलाई माता पितालाई उहाँका माता पितालाई दुःख नहोस् उहाँका कारणद्वारा। यही मैले अपेक्षा राख्दछु। जय श्री सबैलाई स्वागत छ, सबैलाई राम्रो होस्।
यसरी होइन बस्नुभयो के हो माथि आउन न माथि आउन एउटा खप्टिने जुन मिल्छ पुगेन ठाउँ अटेन तँ पनि जाने हो कि म पनि जाउँ भने त यो जान्छे यो आज गयो भने भोलिको झन्झटै सिद्धियो हाम्रो म पठाउँदिन तर आज गए त भोलि त फेरि के गर्ने अगाडि हामी 4 जना त बस्नुपर्छ दिदी बस्छ न हैन म पछाडि कहाँसम्म पुग्नुपर्ने ब्रदर आउनु यतैबाट आउनु ल एकजना होल्ड गर्दै भाइहरूलाई चाहियो सबैजनालाई वेलकम है फेरि पनि कतिलाई गाह्रो कतिलाई गाह्रो राखेर
ठाउँ पूर्ण नै गर्नु बस्नु होला नबस्नु ठिक छ गरेमा म पनि बेहुलीको साथी नमस्ते म चाहिँ बेहुलीको दिदी मेरो नाम सम्पदा नमस्ते म बेहुलीको भाइ छाया नमस्ते म चाहिँ बेहुलीको छोरी मेरो नाम आइसा नमस्ते सबैजनालाई मेरो नाम प्रसिद्ध म पनि बेहुलीको भाइ नमस्ते मेरो नाम शेष म पनि बेहुलीको भाइ म बेहुलीको भाइ मेरो नाम मङ्गल फुपू भन्नु पऱ्यो नि होइन त्यसरी होइन म चाहिँ अहिले अभिभावकको रूपमा यो सबै लिएर म चाहिँ आएको बेहुलीको फुपू हो नाम अर्चना रेग्मी बेहुलाको बाबा चाहिँ के भन्नु पर्यो नमस्कार म यो भोलिको बेहुलाको विश्वदोरदासो अपरीता सौर्विदः देवानो यथा सतमविदेयसन्नप्रायुवो रक्षितारो दिवे दिवे देवानां भद्रा सुमतिर्योजयतां देवानागोरातिरविनो निवर्ततां मा देवानागो सख्यमुपसेदिमा वयं देवान आयुः प्रतिरन्तु जीवसे तान् पूर्वया निविदाहु महे वयं मा पूखानो यथा पेदसामसर्पिते रक्षिता पायुरदब्धः स्वस्तये स्वस्ति न इन्द्रो वृजस्रवाः स्वस्ति नः पूखा विश्ववेदाः स्वस्ति नस्तारिक्षरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्ददातु ॐ श्रीमन्महागणाधिपतये नमः ॐ लक्ष्मीनारायणाभ्यां नमः ॐ उमामहेश्वराभ्यां नमः ॐ वाणीनगर्वाभ्यां नमः ॐ शचीपेन्द्राभ्यां नमः ॐ माता पितृगुरुचरणेभ्यो नमः ॐ इष्टदेवताभ्यो नमः ॐ कुलदेवताभ्यो नमः ॐ ग्रामदेवताभ्यो नमः ॐ स्थानदेवताभ्यो नमः ॐ वास्तुदेवताभ्यो नमः ॐ सर्वेभ्यो देवेभ्यो नमः ॐ सर्वेभ्यो ब्राह्मणेभ्यो नमः ॐ सिद्धिबुद्धिसहिताय श्रीमन्महागणाधिपतये नमः गणेशजीमा जाँदैछला नित्यको पूजा गर्छला फुलक्षेत्र ओम नमोस्तु निताय सहस्रमूर्तये सहस्रपादास्य शिरोर्भावे सहस्रनाम्ने पुरुषाय सरस्वते सहस्रकोटिवधाय नमः नमस्कारेशला ओम नमोस्तु निताय सहस्रमूर्तये सहस्रपादास्य शिरोर्भावे सहस्रनाम्ने पुरुषाय सरस्वते सहस्रकोटिवधाय नमः ओम कर्मसाक्षिणे सिद्धिनारायणाय नमो नमो नमस्ते स्फटिकाप्रभाय सुश्वेतहाराय सुमंगलाय सुपाशुवस्त्राय सुशासनाय जलादिनाथाय नमो नमस्ते पाशपाणे नमस्तुभ्यं पद्मिनी जीवनाय यावत् कर्म समाप्तिस्तं तावस्तं सुत्रोवा ओम बंबरं कलशाय नमः कलशपदाय विश्वाक्षताय जगदीशाय सायुधाय शवानाय सपरिवाराय श्रीमन्महागणाधिपतये नमः सर्वोपचारार्थे गन्धाक्षपुष्पाणि समर्पयामि ओम नमो ब्रह्मण्यदेवाय गोब्राह्मणहिताय च जगद्धिताय कृष्णाय गोविन्दाय नमो नमः माला लगाइदिने अनि ओम अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु बृहस्पतिर्वा मरुतः वृष्णिमातरः सुमञ्जामानो विदधे भुजन्मयः अग्निजिह्वामनवः सूरचक्षुषो विश्वे नो देवावसागमन्यः भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पश्येमा चविषजत्राः स्थिरेन्द्रोः अतिथिर्जोरतिथिरन्तरिक्षमतिथिर्नाथा सविता सपुत्रः विश्वे देवा अतिथिः
पंचजनादिर्जालमञ्जनितोः शान्तिरन्तरिक्षगुं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोगतयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिब्रह्म शान्तिः सर्वगुं शान्तिः शान्तिरेव सिद्धे श्यामा शान्तिनिधिः यतो यतः सन्निहसे ततोऽन्यो अवयं कुरु सन्नः कुरु प्रजाभ्यो वयन्नः पशुभ्यः गणानान्ता गणपतिगुं अवामहे प्रियानान्ता प्रियपतिगुं अवामहे लीनान्ता निधिपतिगुं अवामहे वसो मम आहमजानिकृतमातमदाशिवदम्म अम्बे अम्बिकम्बालिके नमानिधिकस्तनः ससगास्वसिकां कां पीलवासिनिम्म ॐ सुशान्ते भवतु Kita lawan air lain ini amen. Ayo udah. Mana amen lain itu. टिका लाने अनि पत्र दिने पत्र दिने निमन्त्रणा सुनाउने माला लाउने टोपी लाउने सबैजना साथी कोही पनि छिमेकी टिका लाने ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वजा मंगलम पुंडरीकाक्ष मंगलायतनो हरे तदेव लग्नं सुदिनं तदेव ताराबलं चंद्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपतेति गृहस्मरामि लाभस्तेषां नयस्तेषां कुतस्तेषां पराजयायेषां इन्द्रियस्यामो हृदयस्थो जनार्दन यत्र युगेश्वरा कृष्ण यत्र पार्थो धनुर्धर तत्र श्रीविजय भूतिर्नुमारितिर्मतिर्ममा चिन्तयन्तो मां वेदना परिपासते तेषा वित्तमेवोक्तानां योगक्षेममापि तच्छङ्गम् ॐ नमः शुभं भवतु कल्याणम् आरोग्यं सफला सन्तो गुणाः सन्तु मनोरथाः शतुनां प्रतिनाशस्तु मित्राणां दयस्तव भद्रमस्तु शिवमस्तु महालक्ष्मी प्रसीदतु यत्पूजित मया देवा आशीषः सन्तु सर्वदा सफला सन्तो गुणाः सन्तु मनोरथाः शतुनां प्रतिनाशस्तु मित्राणां दयस्तव भद्रमस्तु शिवमस्तु महालक्ष्मी प्रसीदतु यत्पूजित मया देवा आशीषः सन्तु सर्वदा हजुरलाई चाहिँ यो जनेश्वरी भोलि जन्तीले आइसला अब म त्यो निमन्त्रणा पढ्न जान्छु है ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वजा मंगलम पुंडरीकाक्ष मंगलाय तनो हरे यो चाहिँ हामीहरूको विवाह भोलिको विवाहमा आयुष्मान सन्देश आचार्यज्यूका समीपमा श्री स्वयंवरको निमन्त्रणा भनेर हामीले लिएर आएका छौँ हाम्रो आयुष्मती सुपुत्री सुश्री कृति आर्यबाट शुभ स्वयंवरको वरमाला ग्रहण गरी बक्सन मान्यजनका साथ यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ भनेर हामीले हजुरलाई निमन्त्रणा दिएर आएका छौँ। यो पनि लिनु पऱ्यो यो चाहिँ स्वामी ओम मन्त्रार्थ सफला सन्तु पूर्णा सन्तु मनोरथा शत्रुणां प्रतिनाशस्तु मित्राणां दयस्तव हजुरले अब यसो मलाई पनि ठिक लाग्दैन म चाहिँ गुरु भोलिको बिहे गराउने गुरु मैले ओम नमो ब्रह्मण्य देवाय गोब्राह्मण हिताय च जगद्धिताय कृष्णाय गोविन्दाय नमो नमः आकाशात् पतितं तोयं यथा गच्छति सागरं सर्वदेव नमस्कारान् केशवं प्रति गच्छति ओम ब्रह्मणे नमः
हस्त निमन्त्रणा अहिलेलाई यहीँ सकिन्छ। धन्यवाद।